नमस्ते यहाँहरू सम्पूर्णलाई अ, आजको जुम सेसनमा सर्वप्रथम म आफ्नो परिचयबाट सुरु गर्न चाहेँ। मेरो नाम अमर सिंह खत्री हो र पछिल्लो 19 वर्षदेखि म दुबईमा छु। र यो विभिन्न इन्डस्ट्रीहरूमा काम गर्दै अगाडि बढ्दै आजसम्म यो ठाउँमा आइपुगेको छु। र गोल्डन गेट नै किन भन्ने हिसाबमा चाहिँ अ, हामीले एउटै मात्र के भिजन छ भन्दाखेरि हरेक मान्छे आज मलेसिया खाडी मुलुक अथवा तपाईँले हेर्न सक्नुहुन्छ यो देशहरूबाट हामी 10 वर्ष 15 वर्ष 20 वर्षसम्म काम गरेर फर्केर नेपाल जाने गर्छौँ। जब हामी नेपाल फर्किन्छौँ, नेपाल फर्किँदा हामीले अ, बिमारी लिएर गएको हुन्छौँ, तर हामीले पैसा भने लिएर जाँदैनौँ। किन भन्दा तबसम्म कमाएको पैसा हामीले कसैले घर बनाउँदा, कसैले बच्चा बच्ची पढाउँदा, यताउता गर्दा हाम्रो सकिन्छ। जब हामी 45 50 55 वर्षको उमेरमा हामी नेपाल फर्किन्छौँ, नेपाल फर्किँदाखेरि हामीले कसैले सुगर लिएर गएको छौँ, कसैले प्रेसर लिएर गएको छौँ, कसैले अरू बिमारीहरू लिएर गएको छौँ होइन, कसैको किडनीमा समस्या, यस्ता धेरै बिरामीहरू हामी लिएर फर्केर जाँदा जान्छौँ। र त्यतिखेर हामीलाई सबभन्दा पैसाको आवश्यकता हुन्छ जुन हामीसँग हुँदैन। र त्यतिखेर कतिपयहरूको समस्या परे बेला ती हार गुहार गर्ने, पैसाहरू कलेक्सन गर्ने त्यस्तो कामहरू हुन्छ होइन। सो त्यही कुरालाई मध्यनजर गर्दै आजको यो यत्रो 18 19 वर्षको एक्सपिरियन्समा हामीले के बुझ्यौँ भन्दाखेरि अबको 5 देखि 10 वर्षभित्रमा जो साथीभाइहरू हामीसँग जोडिनुहुन्छ, जो साथीभाइहरू हामीसँग हुनुहुन्छ, उहाँहरू फर्केर जाँदाखेरि केही इन्कम जनरेट गरेर जानुहुन्छ, जसले गर्दा बुढेसकालमा तपाईँलाई एउटा इन्कम आइरहन्छ। जुन इन्कमको लागि हामीले प्रोजेक्ट बनाएको छौँ, हामीले कन्सेप्ट बनाएको छौँ र यो इन्कम कसरी आउँछ र यसमा कतिसम्म पैसा हामीले कमाउन सक्छौँ, यो सम्पूर्ण विषयवस्तु लिएर म तपाईँहरूको माझमा आएको छु आज। सो तपाईँहरूले लास्टसम्म आजको प्रेजेन्टेसनलाई मजाले ध्यान दिएर सुन्नुहोला र कुनै जिज्ञासा छ भने पनि तपाईँहरूले क्वेसन पनि मलाई राख्न सक्नुहुन्छ। अनि त्यसरी आजको जुम हामी स्टार्ट गरौँ। मलाई प्रेजेन्टेसनको स्लाइड सेयरिङ गर्ने अनुमति दिनुहोस्। सो प्रेजेन्टेसन सेयर भइसकेको छ। फेरि पनि वान्स अगेन वेलकम गर्न चाहे यहाँहरू सम्पूर्णलाई गोल्डन गेटमा। यो गोल्डन गेट भनेको के हो त? गोल्डन गेटको यहाँनिर हजुरले देख्न सक्नुहुन्छ स्लोगन छ, क्रिएटिङ ड्रिम्स ट्रान्सफर्मिङ लाइफ्स। क्रिएटिङ ड्रिम्स भनेको आज हामीहरू धेरै साथीभाइहरूले सपना सायद हाम्रो मरिसक्यो क्या, हामीले जुन हेर्ने सपना छ त्यो मरिसकेको छ। भन्न खोजेको हिजो हामी सानो छँदाखेरि डाक्टर बन्छौँ, पाइलट बन्छौँ, त्यस्तो खालको धेरै सपना थियो होला। तर हामी बिस्तारै ठुलो हुँदै गयौँ, बिस्तारै जब गर्दै गयौँ, त्यसमाथि हामी खुम्चिँदै खुम्चिँदै गयौँ, हाम्रो सपनाहरू सानो हुँदै गयो क्या। जस्तो छ त्यस्तैमा एडजस्ट गर्न, हाम्रो लाइफलाई एडजस्ट गर्दै गर्दै अगाडि बढ्न थाल्यौँ। सो त्यस्तो सपनालाई चाहिँ हामीले अब त्यो सपनालाई ठुलो लेभलमा तपाईँले ठुलो सपना देख्न सक्नुहुन्छ। त्यसरी तपाईँको सपनालाई हामी क्रिएट गर्छौँ र त्यो सपना जब तपाईँको फुलफिल हुन्छ त्यतिखेर तपाईँको लाइफ चेन्ज हुन्छ। त्यसलाई ट्रान्सफर्मिङ लाइफ भनिन्छ, जसलाई परिवर्तन पनि भनिन्छ होइन। सो गोल्डन गेटबाट हजुरको सपना पुरा गरेर हजुरको लाइफमा चाहिँ आमूल परिवर्तन ल्याउने चाहिँ हाम्रो यो खालको कम्पनीको उद्देश्य छ। हिजो आज मार्केटमा यति धेरै कम्पनीहरू छन्, कसैले क्रिप्टो करेन्सी, आरओआई ट्रेडिङ, स्टेकिङ, इन्ट्रेस्ट, एनएफटी भनेर धेरै कम्पनीहरू आउँछन्। र धेरै कम्पनीहरूमा कुनै 3 महिना, कुनै 6 महिना र कुनै 1 वर्षभन्दा धेरै टिक्दैनन्। त्यस्तो खालको हामीले धेरैले यस्तो भोगेका छौँ, एक्सपिरियन्स छ, साथीहरूको ब्याड एक्सपिरियन्सहरू छ। सो त्यो कम्पनीहरू नटिक्ने कारण के रहेछ भनेर हामीले पत्ता लगाउँदा जस्ट मार्केटमा जुन खालको च्यालेन्जेस छ हजुरले देख्न सक्नुहुन्छ, यो खालको च्यालेन्जेसहरू मार्केटमा छ।
जुन कम्पनीले भनेको कुराहरूलाई पुरा नगर्न सकेर चाहिँ यस्तो खालको च्यालेन्जेसहरू आएको हो। र यो च्यालेन्जेसभित्र पनि हामीले चाहिँ अपर्च्युनिटी अवसर देख्यौँ। यदि हामीले उहाँहरूले भनेको जस्तो 100लाई 200 बनाउन सक्यौँ भने त्यो च्यालेन्ज नै हाम्रो लागि अपर्च्युनिटी हुनेछ। त्यसको लागि हामी यहाँनिर तपाईँको सामु यो प्रोजेक्ट लिएर आएको छौँ। सो 100को 200 कसरी हुन्छ? आज कुनै रेस्टुरेन्ट बिजनेसबाट हुँदैन, त्यो पनि मैले एक्सपिरियन्स पाइसकेको छु। आज कुनै अरू बिजनेसहरूमा कुनै 6 महिना बिजनेस हुन्छ, 6 महिना हुँदैन। त्यसैले त्यहाँनिर समस्या के छ भन्दाखेरि 100को 200 बनाउन अलिक गाह्रो छ। बट एउटै इन्डस्ट्री छ जहाँ 100को 200 हुनसक्छ। त्यो भनेको ढिलो हुनसक्छ, बट कन्फर्म 100को 200 हुन्छ। त्यो भनेको रियल इस्टेट प्रपर्टी। रियल इस्टेट प्रपर्टीमा के छ भन्दाखेरि नम्बर 1मा तपाईँलाई रेन्टल प्रफिट आउँछ। नम्बर 2मा तपाईँलाई एप्रिसिएसन आउँछ। जुन तपाईँको रेन्ट आज भ्याल्यु छ त्यो फ्ल्याटको त्यो बढ्दै जान्छ। र अर्को बेनिफिट भनेको बाहिर सेलबाट पनि प्रफिट गर्न सक्नुहुन्छ। त्यो खालको उद्देश्यले हामीले प्रोजेक्ट स्टार्ट गऱ्यौँ र हामीले देख्यौँ कि यो चाहिँ रियल हो है। रियल इस्टेट इज रियल। र संसारमा आज 95% मान्छेले यसमा इन्भेस्ट गरेको छ। तपाईँले गुगलमा सर्च गर्न सक्नुहुन्छ। रियल इस्टेट यस्तो हो, ट्रिलियन डलरको इन्डस्ट्री हो। त्यहाँ दुनियाँले लगानी गर्छन् र रियल चिज हो, कुनै झुठो छैन। त्यस्तो खालको इन्डस्ट्रीमा हामी छौँ। सो हामीले 3 ठाउँमा इन्भेस्ट गरेको छौँ। जस्तो एउटा रियल इस्टेटमा 50% तपाईँको जाने गर्छ। हामीले अघि भने जस्तै 20% हामीले जिजिएफसी टोकन हजुरलाई दिन्छौँ, त्यो पनि डिजिटल इन्डस्ट्रीको। त्यसै गरिकन विन बिग भन्ने चाहिँ गेम, जसमा चाहिँ तपाईँले नम्बरिङ गेम पनि भन्न सक्नुहुन्छ। नम्बर चुज गर्नुहुन्छ र तपाईँले चुज गरेको नम्बर मिल्यो भने त्यसको तपाईँ चाहिँ विजेता हुनुहुन्छ। त्यस्तो खालको 3वटा इन्डस्ट्री। यो गेमिङ इन्डस्ट्री पनि बिलियन डलरको हो। यो तपाईँको क्रिप्टो करेन्सीको इन्डस्ट्री पनि ट्रिलियन डलरको छ, अहिले 2 ट्रिलियनको छ। त्यसैले हामी यो सबै इन्डस्ट्रीलाई साथमा लिएर अगाडि गइरहेछौँ। सँगसँगै फ्युचरमा हाम्रो अर्को एउटा इन्डस्ट्री जुन इ कमर्स इन्डस्ट्रीलाई साथमा लिएर जानेछ। अझै पनि धेरै इन्डस्ट्रीहरूलाई हामीले साथमा लिएर जानेछ। त्यसको लागि हामीसँग धेरैभन्दा धेरै कम्युनिटी, आज हामीले कम्युनिटी बिल्डिङ प्रोग्राम गर्दैछौँ, कम्युनिटी बिल्ड गर्दैछौँ। जति ठुलो कम्युनिटी त्यति धेरै हामी अगाडि सक्सेस हुने हो। सो तपाईँहरूको साथ सपोर्टले गर्दा हामी अगाडि बढ्दै बढ्दै जानेछौँ। तपाईँ हामी सँगसँगै अगाडि जाने त्यो खालको छ। सो गोल्डन गेटको बारेमा अहिले हामीले एउटा प्रोजेक्ट लिइसकेको छौँ अजमानमा अलरेडी, जसको रेन्ट हामीले 40,000 वर्षको रेन्ट इन्कम, हामीले प्रफिटलाई वर्षको 40,000लाई महिनामा डिभाइड गरेर हरेक महिनाको 1 तारिकको हामीले प्रफिट सेयरिङ गर्छौँ। त्यो हरेक व्यक्ति, आज तपाईँहरू जति पनि आबद्ध हामीसँग हुनुभएको छ, हजुरहरूले हरेक महिनाको 1 तारिकको तपाईँहरूको प्रफिट पाउनुहुन्छ तपाईँको जुन ब्याक अफिस छ त्यसमा। त्यसै गरिकन गोल्डन गेट फ्युचर कोइन जिजिएफसी यो एउटा डिजिटल करेन्सी हो अथवा टोकन हो, जुन टोकनको भ्याल्यु बिस्तारै गेन हुँदै जान्छ। र अहिले हामीले प्राइभेट सेलमा पनि हजुरले $10 लिएर $100 टोकन किन्न सक्नुहुन्छ। यो केही समयको लागि मात्रै हो। सायद अब नेक्स्ट मन्थ हाम्रो इभेन्ट छ, इभेन्ट पछि तपाईँले त्यो चाहेर पनि किन्न सक्नु हुँदैन। सो सबै साथीभाइहरूलाई म के भन्छु भन्दा एटलिस्ट $10बाट $100 भित्र जति सक्नुहुन्छ, एउटा अपर्च्युनिटी हो। हिजो हामीलाई बिटकोइन किन भनेर कसैले यसरी भनेको भए आज एउटा बिटकोइन 1,40,00,000 छ। त्यो हामीले आज मिलियनर हुन सक्थ्यौँ। त्यस्तै जस्तो आज हाम्रो टोकन भोलिको दिनमा आज हाम्रो 30 पैसामा तपाईँहरूले किनिरहनु भएको छ र भोलि त्यो माथि बढेर $10, $20, $100 पनि जान सक्ने एउटा सम्भावना बोकेको छ। त्यो छ। सो यो भयो जिजिएफसीको बारेमा। त्यसै गरी भिजन एन्ड मिसन। कम्पनीको भिजन भनेको सिम्पल, यो बिजनेस जुन छ रियल बिजनेस, जुन जेनेरेसनदेखि जेनेरेसनसम्मको लागि होस् भन्ने कम्पनीको भिजन हो। र 3 देखि 5 वर्षमा हामीसँग जोडिने सबै साथीहरू एटलिस्ट आज कमाइरहेको स्यालेरी उहाँले कमाउन सकुन्, त्यसको लागि हामीले भनेको जस्तो र तपाईँहरूले प्लानिङले
अगाडि बढ्दै जानुभयो भने असम्भव छैन। 3 देखि 5 वर्षमा तपाईँ फर्किँदा तपाईँको स्यालेरी जति इन्कम बनाएर तपाईँ दुबईबाट फर्किनुहुन्छ। त्यसै गरिकन प्रपर्टीको ओनरसिप, तपाईँ मालिक, तपाईँले आज चाहे जति लगानी गरे पनि त्यसको सेयर तपाईँसँग छ भने त्यसको मालिक तपाईँ हो। त्यसको भ्याल्यु बढ्दाखेरि, त्यो फ्ल्याटको भ्याल्यु बढ्दाखेरि त्यहाँनिर सानो टुक्रा तपाईँको पनि छ, तपाईँको पनि भ्याल्यु बढ्छ है। त्यसरी ओनरसिपको अपर्च्युनिटी तपाईँले पाउनुहुन्छ। यो खालको भिजन कम्पनीको छ। र मिसन भनेको कुनै पनि इन्डिभिजुअल मान्छे, चाहे धेरै पढे लेखेको होस्, चाहे धेरै पढे लेखेको नहोस्, चाहे उसको सर्टिफिकेट छ चाहे छैन, होइन, यो बिजनेस गर्नको लागि कुनै कुरा चाहिँदैन। जस्ट तपाईँको एउटा सोच पोजिटिभ हुनुपर्छ। माइन्डसेट भनेको गोल सेट हुनुपर्छ, ड्रिम ठुलो हुनुपर्छ। त्यस्तो खालको हरेक व्यक्तिले यो बिजनेस गर्न मिल्छ। सो त्यस्तो खालको आज धेरै मान्छेहरू बेरोजगार हुनुहुन्छ, उहाँहरूको लागि हामीले यो प्रोजेक्ट बनाएको। सो उहाँहरू सम्पूर्ण व्यक्ति हामीसँग जोडिन सक्नुहुन्छ। सो भिजन एन्ड मिसन हाम्रो त्यो छ। कम्पनीको रोड म्याप, गोल्डन गेट लन्च भयो 4 अगस्त 2024मा। हामीले 5 स्टार होटलमा यसलाई लन्च गऱ्यौँ। त्यसपछि 1 नोभेम्बरमा टोकन लन्च गऱ्यौँ, जुन चाहिँ हामीले याचमा, समुद्रको भित्र याचमा हामीले यसलाई लन्च गऱ्यौँ। त्यस पछाडि हामीले कर्पोरेट अफिस, जुनमा म बसेर अहिले मिटिङ गरिरहेको छु, यो अफिस हामीले लन्च गऱ्यौँ फरवरीमा। त्यसै गरिकन दुबई टुर 30 मार्चमा छ। 30 मार्चसम्म यसको डेट छ, तर हामीले इभेन्ट चाहिँ 6 तारिकको गर्दैछौँ। जुन यो दुबई टुर भन्ने छ, यसको इभेन्ट हामीले 6 तारिकको, यहाँ दुबईमा हुने सम्पूर्ण साथीभाइलाई म के भन्छु भन्दाखेरि आउनुहोस्, हाम्रो यो पार्क रेजिस होटल 5 स्टार होटलमा हाम्रो इभेन्ट छ 6 तारिकको आइतबारको दिन। सो तपाईँहरूले सबै, जसले तपाईँलाई आज जुममा बोलाउनु भएको छ, उहाँहरूलाई सम्पर्क गरेर तपाईँ 6 तारिकको आउनुपर्छ। र हामीले भव्य रूपमा मनाउने, त्यहाँनिर हाम्रो ऱ्याङ्क्सहरू हुन्छ, हाम्रो साथीहरू जसले एचिभ गर्नुभएको छ उहाँहरूलाई हामी खादा लगाएर सर्टिफिकेट दिएर सम्मान गर्छौँ, र उहाँहरूको सेयरिङ हुनेछ। त्यहाँनिर धेरै कम्पनीको कुरा हुन्छ। हाम्रो जुन एउटा गेम छ, गेम खेलाइन्छ त्यहाँनिर। लक्की विजेतालाई $1000 दिने छ, $1000को त्यहाँ लक्की पनि छ। त्यो सबै कुराहरू छ। सो म हजुरहरूलाई के आग्रह गर्छु, आउनुहोस् त्यो 6 तारिकको दिन। त्यसै गरी जिजिएफसीको टोकन हामीले पब्लिक एक्सचेन्जमा लिस्टिङ गर्ने 15 जुलाईभन्दा पहिला। त्यसै गरी गोल्डन गेटको पहिलो एनिभर्सरी चाहिँ 4 अगस्त 2025मा फेरि दुबईमा हामीले गर्ने। सो त्यसरी हाम्रो रोड म्यापमा अझै धेरै कुराहरू कन्टिन्यू आउँदै गर्छन्, अगाडि रोड म्यापहरू आउँदै जानेछन् है। सो त्यो छ। अब छ कुरा प्याकेज। प्याकेज हजुरले सिम्पल $25बाट पनि गोल्डन गेटको भनौँ न यात्रा सुरु गर्न सक्नुहुन्छ। $25 भनेको धेरै ठुलो होइन, दुबईको 100 दिराम पनि हुँदैन। नेपालमा 2-3 हजार, 3,000 समथिङ हुन्छ होला है, एक्ज्याक्ट 3,035 कति हुन्छ। त्यो अमाउन्टमा केही पनि तपाईँ जस्ट मेम्बर बन्न सक्नुहुन्छ। तर गोल्डन गेटको परिवारमा चाहिँ आउन सक्नुहुन्छ। एकदमै पैसा नभएर, होइन म गोल्डन गेट गर्छु, छैन मसँग तर पनि मलाई गर्ने एकदम मन छ भन्ने साथीहरूको लागि हामीले यो $25बाट जस्ट एन्ट्री बनाएको हो। यसमा अरू कुनै बेनिफिट पाउँदैन, मात्र तपाईँ मेम्बर बन्न सक्नुहुन्छ गोल्डन गेटको। त्यस पछाडि छ $100। $100मा तपाईँको $50 रियल इस्टेटमा जान्छ, $30को तपाईँले गेम पोइन्ट पाउनुहुन्छ, $20को तपाईँले जिजिएफसी टोकन पाउनुहुन्छ। त्यसै गरी $200को बेसिक प्याकेज छ, त्यसमा पनि सेम चिज पाउनुहुन्छ। अनि $500को एडभान्स छ, $1000को ब्रोन्ज, सिल्भर र गोल्ड। अहिले मैले धेरै फोकस गर्ने भनेको साथीहरूलाई $1000। किन $1000 भन्दा $1000मा अरू पनि धेरै बेनिफिटहरू छ। सँगसँगै हामी जसले मार्केटिङ गर्ने साथीहरूको लागि के छ भन्दाखेरि, हामीले हाम्रो प्याकेजको 5 गुणासम्म यहाँनिर पैसा कमाउन सकिन्छ मार्केटिङबाट है। सो त्यो मार्केटिङबाट 5 गुणा पैसा कमाएपछि हामीले फेरि प्याकेज थप्नुपर्छ क्या। सो कोही साथीहरू आज $100बाट आउनुहुन्छ, 500 कमाउँदा बित्तिकै थप्नु पर्यो। तर नेक्स्ट टाइम थप्दाखेरि तपाईँले यो गेम पोइन्ट र यो जिजिएफसी पाउनु हुँदैन। त्यसैले गर्दा आज हामीले माइन्डसेट स्ट्रङ, होइन, लङ टर्म भिजन राखेर कम्पनीलाई मजाले बुझेर 1000बाट जोइन गऱ्यो भने एटलिस्ट हामीले आज 1000मा 200को टोकन पनि पायो, गेम पनि पायो, रियल इस्टेटको पनि पायो, र $5000सम्म पैसा कमाउने बाटो पनि पायो क्या। त्यो खालको चाहिँ हाम्रो प्याकेज छ। सो म रिकमेन्ड गर्छु साथीहरूलाई कि एटलिस्ट $1000 इज द बेस्ट प्याकेज है। अरू चाहिँ अब आफ्नो आफ्नो परिस्थिति, आफ्नो आफ्नो, होइन, अब फाइनेन्सियली हिसाबले पनि जति सकिन्छ त्यतिबाट तपाईँहरू हामीसँग जोडिन सक्नुहुन्छ।
हरेक प्याकेजलाई स्टार्ट गर्नलाई त्यही हो BP20 USDT-बाट हुने गर्छ है। अर्को छ बेनिफिट अफ बाइङ प्याकेजेस। हाम्रो प्याकेजमा अरू एउटा एक्स्ट्रा बेनिफिट पनि छ। अघिको टोकन, रियल एस्टेट अनि तपाईँको गेम त छँदैछ, त्यसबाहेक पनि हामीले $100 हाम्रो मेम्बर जोइन भएको हाम्रो मेम्बरलाई दुबईमा सुतेको सुतै, खाडी मुलुकमा अथवा मलेसियामा सुतेको सुतै भएको खण्डमा $1000 उहाँको परिवारलाई राहत, रिलिफ भनिन्छ, रिलिफ हामीले राहत हामीले दिने हाम्रो कम्पनीको यो प्लान हो। त्यसै गरिकन $500 माथि लगानी गरेको साथीहरूलाई हामीले तपाईँको उहाँहरूले कहिले ड्युटी गर्दै गर्दा हात खुट्टा भाँच्यो केही भयो र डिसेबल हुनुभयो भने उहाँहरूलाई पनि 1000 हामीले सपोर्ट गर्ने हो। सो 100% इन्भेस्टमेन्ट अपर्च्युनिटी। अघि मैले 1000को प्याकेज किन भने त फोकस गरेँ भन्दाखेरि 1000भन्दा माथि लगानी गर्ने साथीहरूले अब तपाईँहरूले चाहिँ 100% रियल इस्टेटमा पनि इन्भेस्ट गर्न सक्नुहुन्छ। पहिलोचोटिमा 50 मात्रै हुन्छ, 50 तपाईँले लिनै पर्छ टोकन र गेम, 50% मात्र रियल इस्टेटमा जान्छ। अब उपरान्त तपाईँले जति सक्नुहुन्छ त्यति 100% हामीसँग रियल इस्टेटमा इन्भेस्ट गर्न सक्नुहुन्छ। त्यसले गर्दा तपाईँको रियल इस्टेटको पोर्टफोलियो बढ्दै 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 जान्छ। जति ठुलो तपाईँको रियल इस्टेटको पोर्टफोलियो त्यति धेरै तपाईँको मन्थली प्रफिट हुने गर्छ। र कहिलेसम्म हुन्छ भन्दा यो जबसम्म बिल्डिङ भत्किँदैन तबसम्म तपाईँले पाउने हो भनेपछि कहिलेसम्म भन्दा लाइफ टाइम पाउने भयो। सो त्यस्तो खालको चाहिँ छ। अब सँगसँगै स्टार्ट योर ओन बिजनेस। तपाईँले आफ्नो बिजनेस संसारको कुन देशमा हुनुहुन्छ त्यो देशबाट संसारभरि कुनै बोर्डरले छेक्दैन तपाईँलाई। संसारमा 200वटा देश छ कि जति देश छ, हरेक देशमा यो बिजनेस गर्न सक्नुहुन्छ। तपाईँ जहाँ बसे पनि भयो, तपाईँ आज अमेरिकामा बसे पनि भयो, अस्ट्रेलियामा बसे पनि भयो, क्यानाडामा बसे पनि भयो, कोरियामा बसे पनि भयो, जापानमा बसे पनि भयो, नेपालमा बसे पनि भयो, दुबईमा बसे पनि भयो, कुवेतमा बसे भयो, कतारमा बसे भयो, साउदीमा बसे भयो। तपाईँको इच्छा शक्ति, तपाईँको चाहना र तपाईँको सोच भयो भने तपाईँले बिजनेस गर्न सक्नुहुन्छ आरामले। र आज साउदीमा तपाईँले अथवा कतारमा, दुबईमा बसेर मोबाइल चलाएर वाट्सएपमा कुरा गरेर, जुम मिटिङमा कुरा गरेर, मेसेन्जरमा कुरा गरेर, बोटिएममा कुरा गरेर होइन, अथवा टिकटकबाट कुरा गरेर, फेसबुकबाट कुरा गरेर तपाईँले साथीभाइलाई जोड्न सक्नुहुन्छ र बिस्तारै बिस्तारै तपाईँले टिम ग्रोथ गर्न सक्नुहुन्छ। एउटा साथीलाई मलेसियामा जोड्नुहोस्, एउटालाई कतारमा जोड्नुहोस्, एउटालाई कुवेतमा जोड्नुहोस्, एउटालाई साउदीमा जोड्नुहोस्। तपाईँको बिजनेस हरेक देशमा गयो क्या। त्यसरी तपाईँले ग्लोबली यो बिजनेसलाई गर्न सक्नुहुन्छ। सो यो बिजनेसलाई त्यसरी फैलाउँदै गर्दा बेनिफिट आउँछ। अहिले पनि साथीहरूले हेर्नु भएको छ, अहिले होस्टेल 3 लागिरहेको छ। अस्ति पूर्णबहादुरको सारङ्गी मुभी लागेको थियो। हरेक मुभीहरू आउँछ। धेरै साथीहरूले टिकटकमा प्रमोट गरेर हुन्छन् होइन, हलमा हेरेर पनि राम्रो रिभ्यू आउनुहोस् हेर्नुहोस् भनिरहेका हुन्छन्। तर त्यो गर्दै गर्दा कुनै साथीले अथवा तपाईँले मुभी प्रमोसन गर्दाखेरि तपाईँलाई कसैले ल तपाईँलाई एउटा फ्रीमा टिकट भनेर दिएको छैन। तपाईँले टिकटकमा अर्काको मुभीलाई फैलाउँदा अनि सेयर गर्दा, लाइक गर्दा, राम्रो छ भनेर भन्दै गर्दा तपाईँले के पाउनुहुन्छ? केही पाउनु हुँदैन। तर हाम्रो ह्युमन नेचर भनेको यस्तो हो, जुन कुरा हामीलाई मन पर्छ नि त्यो कुरा हामी अरूलाई सेयर गर्छौँ। हाम्रो ह्युमन नेचर हो त्यो। हामीलाई मन परेको कुराहरूलाई हामीले सेयर गर्छौँ। आज तपाईँलाई गोल्डन गेट मन पर्छ, ओहो विदेशमा बस्ने साथीहरूको लागि यस्तो राम्रो, केही भएको खण्डमा भनौँ न सुतेको सुते भएको खण्डमा पनि $1000 यस्तो रहेछ। पोर्टफोलियो बढाउँदै गयो भने भोलि नेपाल फर्केर जाँदा पनि एउटा स्यालेरी जस्तो, एउटा पेन्सन जस्तो, जुन इन्डियन आर्मी, ब्रिटिस आर्मीहरूले पाउने जस्तो एउटा कुरा पाउने रहेछ। यो त साह्रै मजाको रहेछ भनेर तपाईँलाई मन परेर तपाईँ लगानी गर्नुहुन्छ र तपाईँको साथीभाइलाई भन्नुहुन्छ। त्यतिखेर त्यो मुभी जस्तो होइन, यहाँनिर तपाईँलाई हरेक लेभलबाट पर्सेन्टेज आउँछ क्या। पहिलो लेभलमा एउटा साथीलाई सेयर गर्नुभयो, त्यो साथीलाईबाट तपाईँलाई कमिसन आउँछ। त्यो कसरी आउँछ यहाँनिर हेर्नुहोस्, यो गोल्डन गेन कम्पनसेसनमा मैले तपाईँलाई त्यो भन्ने छु। डिस्क्लेमर छ। डिस्क्लेमर भनेको यदि तपाईँले धेरै काम गर्नुभयो अथवा धेरै टिम बनाउनु भयो भने धेरै पैसा कमाउनुहुन्छ। यदि एकजना पनि साथी जोड्नु भएन भने तपाईँले पैसा कमाउनु हुँदैन, जुन चाहिँ मार्केटिङको पाटोमा है। लगानीको पाटोको कुरा गरे होइन, फेरि ध्यान दिएर सुन्नु होला। लगानी जति तपाईँले लगानी गर्नुभयो त्यसको प्रफिट तपाईँले पाउने, त्यो तपाईँले कसैलाई भन्दा नभन्दा हुन्छ। तर होइन,
यति राम्रो अपर्च्युनिटी मैले एक्लै मात्रै किन लिने, साथीभाइहरूलाई पनि म सेयर गर्छु नि भनेर तपाईँ यसरी जानुभयो भने साथीभाइहरूले पनि तपाईँलाई विश्वास गर्दै अगाडि बढ्दै जानुभयो भने तपाईँले त्यहाँबाट पनि धेरै थोरै इन्कम कमाउँदै कमाउँदै अगाडि बढ्नुहुन्छ। त्यसरी युनिलेभल बोनस, वर्ल्ड टुर, ऱ्याङ्क एन्ड रिवार्ड, तिनवटा बोनस तपाईँले कमाउन सक्नुहुन्छ। जुन युनिलेभल बोनस छ त्यसको बारेमा म हजुरलाई भन्छु। 20 लेभलसम्म आज एकजना व्यक्ति तपाईँले जोड्नुभयो कतारमा अथवा कुवेतमा अथवा कुनै पनि देशमा, एकजना व्यक्तिले 10जना व्यक्ति राम्रो चिन्नु भएको थियो, उहाँले 10जना जोड्नुभयो। त्यो 10जनाले फेरि 10जना जोड्नुभयो। 10ले 10, 10ले 10 गर्दाखेरि तपाईँको 3जनाले गर्दा पनि अस्ति हाम्रो विक्रम सरले ट्रेनिङमा देखाउनु भएको थियो, तपाईँले 12 महिनामा 3 करोडसम्म पैसा कमाउने सम्भावना बोकेको सिस्टम हो यो। दिनमा तपाईँले $25,000 कमाउन सक्ने सम्भावना बोकेको सिस्टम हो यो। आजको भोलि नहोला, बट अबको 5 वर्ष 10 वर्ष पछाडि तपाईँको त्यो पनि समय आउँछ। हजारौँजनाले तपाईँको डेली नयाँ जोइनिङ गर्नुहुन्छ, हजारौँजनाले तपाईँको रिपर्चेस गर्नुहुन्छ र तपाईँलाई इन्कम आउँछ। त्यस्तो खालको सिस्टम हो यो। सो यहाँनिर हेर्नुभएको छ युनिलेभल बोनसमा 5 गुणा, तपाईँले आफ्नो कमाइको 5 गुणा कमाएपछि तपाईँले फेरि रिपर्चेस गर्नुपर्ने हुन्छ। सो यो चाहिँ युनिलेभल बोनस। त्यसै गरिकन अर्को छ वर्ल्ड टुर। वर्ल्ड टुरमा पनि तपाईँले एभ्री इयर हाम्रो एउटा एनिभर्सरी हुन्छ, अनि एनिभर्सरीमा आज यो वर्ष हाम्रो दुबईमा छ, अर्को वर्ष हामीले अर्को देशमा एनाउन्स गर्छौँ। त्यो देशमा तपाईँहरूले त्यतिको बिजनेस, हाम्रो हरेक वर्षको एउटा एलिजिबिलिटी हुन्छ, त्यो एलिजिबिलिटी पुरा गर्नुभयो भने तपाईँ त्यहाँ आउन सक्नुहुन्छ। सो त्यसै गरेर ऱ्याङ्क एन्ड रिवार्ड 40-40-20%। सो गोल्डन गेट कम्पनसेसन प्लानमा हजुरको अर्को पनि यस्तो छ कि ऱ्याङ्क भनेको तपाईँले काम गर्दै जाँदा तपाईँले सम्मान पाउनुहुन्छ। जुन हाम्रो अबको 6 तारिकको इभेन्ट हुँदैछ दुबईमा, त्यसमा तपाईँले देख्नुहुन्छ को मान्छे रिप्रेजेन्टेटिभ बन्नुभयो, त्यसपछि सफायर बन्नुभयो, उहाँहरूले के पाउनुहुन्छ, त्यस्तो खालको ऱ्याङ्क एन्ड रिवार्ड। सो पहिलो ऱ्याङ्क 3जना व्यक्ति तपाईँले रेफर गर्नुभयो र 3,000को बिजनेस तपाईँको भयो भने तपाईँले स्यामसङको मोबाइल पाउनुहुन्छ। त्यसै गरिकन अर्को ऱ्याङ्क छ सफायर। सफायरमा तपाईँले 8,000को बिजनेस गर्नुभयो भने स्यामसङको ट्याब पाउनुहुन्छ। त्यसै गरिकन रुबीमा 20,000को बिजनेस, त्यसमा तपाईँले एप्पलको वाच पाउनुहुन्छ। एमरल्डमा तपाईँको 50,000को बिजनेसमा एप्पलको 16 प्रो म्याक्स पाउनुहुन्छ। त्यसै गरिकन डायमन्डमा तपाईँले 1 लाखको बिजनेस गर्दाखेरि म्याकबुक प्रो म्याक्स पाउनुहुन्छ, म्याकबुक प्रो पाउनुहुन्छ। त्यसै गरिकन ब्ल्याक डायमन्डमा तपाईँले 4,500 बराबरको सुन, त्यो भनेको लगभग 16-17 हजार दिरामको गोल्ड पाउनुहुन्छ। त्यसै गरिकन ब्लू डायमन्ड, यो ऱ्याङ्क एकदमै राम्रो छ 5 लाखको बिजनेसमा। यो ऱ्याङ्कमा हजुरले यो जुन देखिरहेको होटलमा 1 हप्ताको लागि तपाईँको परिवारसँग तपाईँले होटलको एकदमै लग्जरी लाइफको आनन्द लिन सक्नुहुन्छ। सायद हामी धेरै साथीहरू यो होटलमा बसेको छैनौँ होला। यसको 1 रातको मात्रै 5,000 देखि 10,000 हो भाडा 1 रातको। सो त्यस्तोमा तपाईँ 1 हप्ता बस्न सक्नुहुन्छ अनि यो होटलमा। सो यसको लागि चाहिँ कुनै पनि पैसा पाउँदैन, होटलमै बस्नुपर्ने हुन्छ तपाईँ लग्जरी लाइफमा। सो यो छ 5 लाखको बिजनेस गर्दाखेरि। तपाईँको टिममा बढ्दै जाँदाखेरि हरेक बिजनेस भोल्युम प्लस 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 हुँदै जाने हो, कुनै पोइन्ट पनि कतै जाँदैन। त्यसले जब तपाईँको 10 लाखको बिजनेस हुन्छ तपाईँले टोयोटा कोरोलाको गाडी पाउनुहुन्छ। त्यसै गरिकन 20 लाखको बिजनेस हुँदाखेरि तपाईँले ग्लोबल एम्बेसडर हुनुहुन्छ र फोर्डको मुस्टाङ पाउनुहुन्छ। त्यस पछाडि अर्को छ वाइस प्रेसिडेन्ट। वाइस प्रेसिडेन्ट हुँदाखेरि तपाईँको यो 50 लाखको बिजनेसमा मर्सिडिज बेन्ज पाउनुहुन्छ। त्यसै गरिकन प्रेसिडेन्टको ऱ्याङ्कमा हजुरले 1 करोडको बिजनेस, जुन $10 मिलियन को बिजनेस हुन्छ, त्यो गर्नुभयो भने हजुरले भिल्ला पाउनुहुन्छ दुबईमा। सो यहाँहरू सम्पूर्णले अघि सुरुमा भनेको क्रिएटिङ ड्रिम भनेको यो भिल्लाको ड्रिम चाहिँ तपाईँले क्रिएट गर्नु पर्यो। अनि जब तपाईँको फुलफिल हुन्छ नि, तब तपाईँको लाइफ चेन्ज हुन्छ। त्यसलाई भनिन्छ ट्रान्सफर्मिङ लाइफ्स भनेको। ड्रिम तपाईँलाई क्रिएट गर्नु पर्यो, त्यसलाई चाहिँ पुरा गर्यो भने ट्रान्सफर्मिङ हुन्छ है, त्यो छ। सो सरसर्ती हेर्दाखेरि
एक दुई तिन चार पाँच छ सात आठ नौ 10 11वटा ऱ्याङ्क छ हाम्रो। र यो 11वटा ऱ्याङ्क कहिले पुग्न सकिन्छ भन्दाखेरि जसले जसरी मेहनत गर्नुहुन्छ, होइन। एक वर्षमा एउटा ऱ्याङ्कमा पुग्दा पनि तपाईँले 11 वर्षमा चाहिँ ऱ्याङ्कको प्रेसिडेन्ट लेभलमा पुग्न सक्नुहुन्छ। सो सेम कुरा कपी, सेम कुरा डुप्लिकेसन गर्दै अगाडि बढ्दै गर्नुभयो भने अवश्य नै तपाईँ यो ठाउँमा पुग्न सक्नुहुन्छ। सो यो छ ऱ्याङ्क। सो यो ऱ्याङ्क भनेको भेरी इम्पोर्टेन्ट क्या। तपाईँले सर्र हेर्नुहोस् त, तपाईँले लग्जरी लाइफ पनि बिताउनु भयो 1 हप्ता, तपाईँसँग सुन पनि छ, ल्यापटप पनि छ, मोबाइल पनि छ, सँगसँगै तपाईँसँग 3वटा गाडी छन् र भिल्ला पनि छ। यति भयो भने हाम्रो लाइफ चेन्ज भएन त? सो यो हो लाइफ चेन्ज, यो ऱ्याङ्कबाट तपाईँले पाउनुहुन्छ है। त्यसै गरिकन 7वटा स्टेपहरू छ। यो म बिस्तारै धेरै डिटेलमा जाँदैन, डिटेलमा हाम्रो विक्रम सरले ट्रेनिङ दिनुहुन्छ, होइन। सो म सरसर्ती भन्छु, यो बिजनेसमा सक्सेस हुनको लागि 7वटा स्टेपहरू छ। त्यसलाई 7 स्टेप सक्सेस सिस्टम भनिन्छ। 7वटा सक्सेसको जुन सिस्टम छ त्यसलाई तपाईँले फलो गर्नुभयो भने तपाईँ यसमा सक्सेस हुनुहुन्छ। सबभन्दा पहिला त वाइ। वाइ भनेको, वाइमा तपाईँको ड्रिम हुनु पर्यो, अघि देखाएको भिल्ला हुनु पर्यो। किन तपाईँ गोल्डन गेट गर्ने भन्दाखेरि अघिको भिल्ला तपाईँले चाहिँ फ्रीमा लिन पाऊँ भन्ने हिसाबले तपाईँको ड्रिम त्यो हुनु पर्यो। त्यो हिसाबले तपाईँको आफ्नो आफ्नो वाइ छन्, तपाईँको आफ्नो आफ्नो गोल हुनसक्छ, तपाईँको आफ्नो आफ्नो ड्रिम हुनसक्छ। त्यो तपाईँले पहिला चाहिँ वाइ क्लियर गर्नु पर्यो। किन भन्दाखेरि किन जाने त, किन गोल्डन गेटमा आउने त भनेको लागि त वाइ हुनु पर्यो। कि भने तपाईँसँग गोल्डन गेटभन्दा राम्रो प्लेटफर्म तपाईँले जब गर्दा गर्दै अर्को भेटाउनु भएको छ भने एकदम वेल एन्ड गुड। यदि तपाईँले गोल्डन गेटभन्दा पनि राम्रो प्लेटफर्म तपाईँले गरिरहनु भएको छ भने एकदम राम्रो, त्यसको लागि हामी तपाईँलाई बेस्ट अफ लक भन्न चाहन्छौँ। तर यदि आज तपाईँले जागिर गर्दा गर्दै तपाईँसँग छैन अर्को प्लान बी, प्लान ए त हाम्रो एक्टिभ इन्कम हो नि त, जुन चाहिँ टाइम तपाईँले जति दिनुहुन्छ त्यसको बदला तपाईँलाई पैसा आउँछ। टाइमलाई पैसामा कन्भर्ट भएर आउने भनेको जोब हो, त्यो भनेको टेम्पोररी हो। जबसम्म तपाईँको उमेर छ, जबसम्म तपाईँको शरीरमा पसिना खुन पसिना बगाउने क्षमता छ अथवा तपाईँको, होइन, ताकत छ, तबसम्म पाउने इन्कम भनेको त एक्टिभ इन्कम हो नि, जो चाहिँ तपाईँ काम गरेर पाउनुहुन्छ। पेसिभ इन्कमको लागि तपाईँले के सोच्नु भएको छ, ध्यान दिएर सुन्नु होला है यो कुरालाई। एकदम आज बेलुका सुत्दाखेरि मजाले सोच्नु होला। प्यासिभ इन्कम, रेसिडुअल इन्कम र तपाईँले काम नगरेर ड्युटी नगएर आउने इन्कमको लागि तपाईँले के गर्दै हुनुहुन्छ, त्यो वाइ तपाईँको क्लियर हुनुपर्छ। त्यस पछाडि कन्ट्याक्ट लिस्ट बनाउने। कन्ट्याक्ट लिस्टमा तपाईँले साथीभाइहरूको नाम जोड्ने, अनि त्यस पछाडि जो साथीभाइ नजिकका छन् उहाँहरूले तपाईँलाई विश्वास गर्ने साथीहरूलाई चाहिँ धेरै भन्नु पर्दैन के, बिजनेस भन्नु पर्दैन। मलाई मन पर्यो, मैले स्टार्ट गरेँ, तपाईँलाई थाहा छ, तपाईँलाई पनि पक्का मनपर्छ, मलाई मन परेको कुरा। तपाईँ एक काम गर्नु, तपाईँको आइडिया यसरी यसरी बनाइदिन्छु, $1,000 निकाल्नु अथवा 500 100 भनेर साथीभाइलाई भन्ने। किन भन्दा नजिकको मान्छेलाई गएर बिजनेस भन्नुभयो भने त्यो फेरि तपाईँको अर्कै खालको सोच हुन्छ क्या। साथीभाइलाई त साथीभाइ जस्तो, ए मलाई मन पर्यो, ल स्टार्ट गर्न, मलाई मन परेको कुरा तिमीलाई पनि मनपर्छ होला, जोइन भइहालौँ भन्ने खालको हिसाबले त्यो गर्नु पर्यो है। त्यो हिसाबले त्यस्तो साथीहरूलाई सो कन्ट्याक्ट लिस्ट बनाउने, हरेक महिना त्यो कन्ट्याक्ट लिस्टमा 10-15 जना थप्दै जाने। किन भन्दा नयाँ ब्लड सेल जरुरी छ। जस्तो हाम्रो शरीरमा हामीले डेली खाना खान्छौँ, खाना खाएपछि हाम्रो ब्लड जेनेरेट हुन्छ क्या, र यो ब्लड मर्ने पनि गर्छ। तर हामीले नयाँ खाना खान्छौँ, नयाँ ब्लड जेनेरेसन हुन्छ क्या, मतलब बडीमा आउँछ, त्यही भएर हामी हेल्थी रहन्छौँ नि त। त्यस्तै जस्तो कन्ट्याक्ट लिस्ट एकचोटि बनाइसकेपछि सक्ने होइन, त्यसपछि हरेक महिना एड गर्दै जाने, एड गर्दै जाने, एड गर्दै जाने। कोही मान्छे फेसबुकमा भेटिन्छ एड गर्ने, टिकटकमा भेटिन्छ एड गर्ने, इन्स्टाग्राममा भेटिन्छ एड गर्ने, पुरानो साथी छ एड गर्ने, कलेजको साथी छ एड गर्ने, हरेक साथीभाइलाई एड गर्दै गर्दै जाने। त्यस पछाडि लिस्टमा थप्दै जाने, फलोअप गर्दै जाने। मजाले बिजनेसमा मजा आउँछ तपाईँलाई अगाडि बढ्नलाई, होइन। त्यसपछि उहाँहरूलाई इन्भाइट गर्ने, इन्भाइट गर्ने, इन्भाइट हुनसक्छ तपाईँले घरमा इन्भाइट गर्नुहोस्, हुनसक्छ जुममा इन्भाइट गर्नुहोस्, अफिसमा इन्भाइट गर्नुहोस्, जहाँ पनि इन्भाइट गर्न सक्नुहुन्छ। त्यस पछाडि उहाँलाई बिजनेस प्रेजेन्टेसन देखाउने। बिजनेस प्रेजेन्टेसन देखाए पछाडि तपाईँले उहाँलाई चाहिँ ल अब स्टार्ट गर्नुपर्छ भनेर क्लोजिङ गर्ने। क्लोजिङ भइसकेपछि त्यस पछाडि फलोअप।
त्यतिखेर जोइन हुनु भएन भने फेरि फलोअप। यदि जोइन भइसक्नुभयो भने उहाँको पाटो भनेको ट्रेनिङ। अब उहाँलाई जुममा बोलाउने, हाम्रो हरेक बुधबारमा हुने ट्रेनिङ, हाम्रो आइतबारमा दुबईमा 5 बजे हुने ट्रेनिङमा बसाल्ने, र ट्रेनिङमा बस्दै जानुभयो भने बिस्तारै बिस्तारै सिक्दै जानुहुन्छ, सिक्दै जानुहुन्छ। सो त्यो गर्ने। त्यस्तो पछाडि सिम्पल नम्बर 7मा छ फलो द सिस्टम। यही माथिका कुरोलाई फलो गर्दै जाने। यस्तै गर्दै 1 वर्ष जाने, 2 वर्ष, 3 वर्ष, 4 वर्ष, 5 वर्ष, 10 वर्षसम्म यसरी गर्दै गर्दै गइयो भने हामी त्यो प्रेसिडेन्टको ऱ्याङ्कमाथि पुग्ला कि नपुग्ला? मजाले पुगिन्छ। तर यति चाहिँ गर्नु पर्यो, यति चाहिँ गर्नु पर्यो। यति गऱ्यो भने हामी सक्सेस भइन्छ। त्यस पछाडि हामी हरेक साथीभाइहरूलाई जुन जस्तो सिचुएसनमा भए पनि, कालो होस् गोरो होस् जस्तो खालको होस् क्या, उसलाई साथमा हातमा हात। जागिरमा र यो बिजनेसमा के फरक छ भन्दाखेरि, कुनै तपाईँको साथीभाइ तपाईँको बराबरको पोस्टमा छ भने तपाईँलाई मनमा डर हुन्छ, यसले मेरो जागिर खाइदिने हो कि, यसलाई बढी साउले अथवा म्यानेजरले बढी मन पराएर मलाई जागिरबाट निकाल्ने हो कि भन्ने एउटा सधैँ मनमा डर हुन्छ क्या। तर यो बिजनेसमा के हुन्छ भन्दा, तपाईँले जोडेको साथीलाई जति धेरै माथि जाँदा, आज तपाईँको मुनि एकजना प्रेसिडेन्ट होस् त तपाईँलाई कति खुसी हुन्छ। तपाईँ प्रेसिडेन्ट नबन्नु होला, तर पनि तपाईँको मुनि एकजना प्रेसिडेन्ट भएपछि लेभल बोनस त आइरहन्छ नि त। त्यसले गर्दाखेरि तपाईँलाई हरेक पर्चेसबाट पैसा आइरहन्छ। तपाईँ के त्यो साथीलाई राम्रो भन्नुहुन्छ कि त्योदेखि रिसाउनुहुन्छ त? एकदम राम्रो, किन भन्दा उसले गर्दा हरेक दिन तपाईँलाई पैसा आइरहेको छ। त्यसैले यो बिजनेसमा यसरी हातमा हात लिएर हामीले अगाडि बढ्छौँ। अर्को छ, यो बिजनेसमा सेलिब्रेसन पनि हुन्छ। हाम्रो छुट्टै दुनियाँ हुन्छ क्या, रमाइलो दुनियाँ हुन्छ। त्यसमा हामीले सेलिब्रेसन गर्छौँ तपाईँको सक्सेसहरूलाई, तपाईँको एचिभ गरेको चिजहरूलाई हामी सेलिब्रेसन गर्छौँ। त्यसपछि ऱ्याङ्क रिवार्डहरू हुन्छ, हामी तपाईँलाई सर्टिफिकेटहरू दिन्छौँ, यसरी अगाडि बढ्छौँ। सो यो खालको कुराहरू हाम्रो अगाडि बढ्दै जान्छ। सो मान्छेले पैसा मात्र होइन क्या, यो सबै कुराहरू पनि यहाँ पाउँछ। तपाईँले व्यक्तित्व विकास तपाईँले ग्रोथ गर्न सक्नुहुन्छ, आफ्नो स्किललाई ग्रोथ गर्न सक्नुहुन्छ, बिस्तारै बिस्तारै बोल्न सक्नुहुन्छ, स्टेजमा गएर बोल्न सक्नुहुन्छ। सो धेरै कुराहरू तपाईँलाई यहाँनिर माइनस केही छैन के। तपाईँ हामीसँग जोडिनु भनेको प्लसै प्लस छ, प्लसै प्लस छ, कहिले पनि माइनस हुँदैन। किन भन्दा हरेक कुरा तपाईँले बेनिफिटहरू लिँदै लिँदै गर्नुहुन्छ क्या यहाँबाट, बुझ्नुभयो नि। त्यसै गरी यो हाम्रो ओपनिङको पिक्चर, सबै साथीहरू हुनुहुन्थ्यो होटलमा गरेको। त्यसै गरिकन यो साथीहरू एचिभर्सहरू हुनुहुन्छ। टोकन हामीले लन्च गरेको, त्यस पछाडि यो पिक्चरहरू छ टोकन लन्च गरेको। अहिले साथीहरूलाई यो लास्ट मौका हो है। लास्ट मौका भनेको यो महिनाभित्रमा जोइन हुने साथीहरूलाई 4% एक्स्ट्रा टोकन तपाईँहरूले पाउनुहुन्छ क्या। त्यस पछाडि छैन। अब नेक्स्ट महिनाबाट पाऊँ भनेपछि पाउनुहुन्न। त्यही भएर सबै साथीहरू चाहिँ यो महिना जोइन हुनुहोस्, अथवा यो महिना आफू जोइन भएको साथी कोही 100बाट हुनुहुन्छ भने 1000को टपअप गर्नुहोस्, आफ्नो आइडीहरूलाई बढाउँदै जानुहोस्। त्यसले गर्दा तपाईँले 4% एक्स्ट्रा पाउनुहुन्छ होइन। सो त्यसको लागि तपाईँहरू जति पनि टिम लिडरहरू हुनुहुन्छ उहाँहरू सम्पूर्णले आफ्नो टिमलाई फोकस गर्नुहोस्, योचोटिको 4% नछुटाउँ भनेर भन्न सक्नुहुन्छ। फ्री दुबईको टुर फ्री। तपाईँको अझै पनि समय छ, 15 तारिकसम्म। आज लास्ट हो, सरी आज 15 हो कि 16 भइसक्यो, 15 हो, लास्ट हो आज। आजसम्म जो साथीहरू यहाँनिर एचिभ गर्नुभएको छ उहाँहरूलाई दुबईमा फ्री भिजा, फ्री टिकट, इभेन्टको लागि सबै छ। र दुबईमा हुने साथीहरूको लागि चाहिँ आइफोन 16 प्रो हामीले दिनेछौँ, त्यो छ। त्यो भन्न चाहेँ। त्यसै गरिकन आजको जुम सेसनको लागि म यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। 32जना हुनुहुँदो रहेछ, यहाँहरूले कुरो बुझ्नुभयो होला सबैजनाले। सो एकछिन मेरो हाम्रो सरहरूले सेयरिङको लागि कसैलाई बोलाउनु भएको छ कि? ए, सेयरिङको लागि चाहिँ कसैलाई बोलाउनु भएको छैन जस्तो छ। भुवन सर, सेयरिङको लागि कोही हुनुहुन्न नि आज? थ्याङ्क यू सो मच। 35जना पुग्नुभयो सबैजनालाई।
र यहाँहरू कसैको केही क्वेसन जिज्ञासाहरू केही छ भने तपाईँले भन्न सक्नुहुन्छ। क्वेसन तपाईँले यहाँ राख्न सक्नुहुन्छ है। त्यो छ। आजको जुम कस्तो लाग्यो? मैले यो जुम रेकर्ड पनि गरेको छु, यो तपाईँहरूलाई मैले सेयर पनि गर्नेछु है। जस्तो छ त्यस्तै। हाम्रो केही लिडरहरूलाई म बोलाउँछु। भुवन सर, हजुर केही सेयर गर्नुहुन्छ कि? देव भट्टराई सरलाई म अनम्युट दिन चाहेँ। देव सर, तपाईँले केही बोल्न सक्नुहुन्छ भने केही दुई शब्द राखिदिनुहोस्। फेरि पनि अर्कोचोटि हाम्रो साथीहरू आउनुहुन्छ जुममा। सो अर्को विकमा त्यो अझै धेरै हाम्रो सेयरिङ्सहरू आउनुहुन्छ है। देव सरले बोल्न मिल्दैन जस्तो छ। रञ्जित सर, हजुरले केही बोल्न चाहनुहुन्छ हजुरको टिमको लागि? म चाहिँ अलिकति नमस्कार बाटोमै छु। नमस्कार। ओके ओके, बाटोमा भएपछि नो प्रब्लम छ, इट्स ओके। ओके नमस्कार सबैजनालाई। आज जति पनि उपस्थित हुनुभएको छ जुम मिटिङमा हजुर सबैजनालाई धेरै धेरै स्वागत गर्न चाहन्छु र थ्याङ्क यू भेरी मच अमर सर, मलाई यो सेयरिङको लागि बोल्ने अपर्च्युनिटी दिनुभएकोमा। र मलाई यो प्लेटफर्ममा मेरो फर्स्ट अफ अल मेरो परिचय गर्नुपर्दाखेरि मेरो नाम रञ्जित त्रिवेदी हो। हाल कुवेतमा घर धरान हो र यो प्लेटफर्ममा म आबद्ध भएको डिसेम्बरदेखि हो र डिसेम्बरभित्रमा आबद्ध भएर जति पनि मसँग जोडिनु हुनुभएको साथीहरू हुनुहुन्छ, देश विदेशबाट हुनुहुन्छ, उहाँहरूको थ्रुबाट जोडिनु भएको छ र म यो त्यो डिसेम्बरभित्रमा म रिप्रेजेन्टेटिभ ऱ्याङ्क एचिभ गरेँ र एकदमै खुसी लागेको छ र मलाई यो प्लेटफर्म एकदमै राम्रो लागिरहेको छ। र भन्नुपर्दाखेरि हामीले ड्युटी गर्दा गर्दै पनि, हामीले केही काम गर्दा गर्दै पनि हामीले चाहिँ एक्स्ट्रा इन्कम गर्ने एउटा प्लेटफर्म छ र यसमा भनिन्छ नि जति मेहनत हामीले गर्छौँ त्यति नै हामीले इन्कम गर्न सक्छौँ र जति थोरै मेहनत गर्छौँ थोरै इन्कम गर्नु सक्छौँ भन्ने जुन सरहरूले अघि प्रेजेन्टेसनमा भनिसक्नु भएको छ। र त्यो कुरा सँगसँगै हामीले दिनको 2 घन्टा 3 घन्टासम्म समय दिएर यसमा अलिकति लागि पर्यौँ भने हामीले चाहिँ एक्स्ट्रा इन्कम जेनेरेट गर्न सक्छौँ र हामीलाई चाहिएको नै एक्स्ट्रा इन्कम नै हो। त्यो भएको कारणले पनि हजुरहरू सबैजना जति पनि आज उपस्थित हुनुभएको छ, हजुरहरूलाई जसले यो प्लेटफर्ममा यो प्लेटफर्मको लागि इन्भाइट गर्नुभएको छ, यो जुम मिटिङ पछाडि हजुरहरूले पनि उहाँहरूसँग सम्पर्क गर्नुहोला र यसमा छिटोभन्दा छिटो आबद्ध हुनुहुन अनुरोध गर्न चाहन्छु। र मलाई यो प्लेटफर्ममा ल्याउनु हुने हाम्रो डाइनामिक लिडर भुवन सर र देव सरलाई एकदमै धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। र मलाई यो प्लेटफर्मको बारेमा अगस्तदेखि नै मलाई यो प्लेटफर्मको बारेमा कुरा भइरहेको थियो, तर मैले त्यति बेला खासै वास्ता गरिनँ या त्यति बेला म छुट्टी जान आँटेको थिएँ। त्यो भएको कारणले मैले अलिक ढिलो सुरुवात गरेँ र 3 महिना ढिलो, 3 देखि 4 महिना ढिलो गरेँ। तर 3 देखि 4 महिना ढिलो हुँदाखेरि अलिकति म अहिले रिग्रेट गरिरहेको छु, किन भन्दाखेरि अगाडि नै मैले जोइन भएको भए अगाडि धेरै धेरै कोइन पाउँथेँ। त्यो भएको कारणले पनि अहिले ढिलो ढिलो गर्दाखेरि ढिलो भइरहेछ र हजुरहरूले पनि ढिलो गर्नुभयो भने अझै ढिलो हुनसक्छ भन्ने भएको कारणले पनि हजुरहरूले चाहिँ छिटोभन्दा पनि छिटो यसको बारेमा बुझ्नु होला, आबद्ध हुनु होला र सिक्नु होला। र हाम्रो रेगुलर जुम मिटिङ हुनेछ र जुम मिटिङमा हजुरहरू आएर धेरै कुरा सिक्न सक्नुहुन्छ, आफ्नो पर्सनल ग्रोथ बढाउन सक्नुहुन्छ र इन्कम स्रोत पनि हजुरले चाहिँ बढाउन सक्नुहुन्छ। थ्याङ्क यू भेरी मच सर, अमर सर, थ्याङ्क यू भेरी मच मलाई यो अवसर दिनुभएकोमा। थ्याङ्क यू सर। थ्याङ्क यू सो मच रञ्जित सरलाई धेरै धेरै धन्यवाद। र उहाँ हाम्रो कम्पनीको फस्टेस्ट ग्रो भएको भनौँ न 1 महिनामा रिप्रेजेन्टेटिभ बन्नुभएको सर हुनुहुन्छ। कुवेतमा ड्युटी गर्दा गर्दै उहाँको छुट्टी छैन, एक दिन पनि महिनामा है उहाँको छुट्टी छैन। तर पनि ड्युटीमै भए पनि होइन, उहाँले मोबाइल बिस्तारै चलाएर उहाँको चाहना र मन छ के यहाँनिर यो बिजनेसमा
ड्रिम प्लस तपाईँको इच्छा शक्ति हुनुपर्छ। उहाँको मन थियो, इच्छा शक्ति थियो, त्यसैले गर्दा उहाँले ड्युटीमा बस्दा बस्दै पनि यो ऱ्याङ्क एचिभ गर्नुभएको छ र हामीलाई एकदमै गर्व लाग्छ कि हाम्रो सरले कुवेतबाट यसरी अगाडि बढ्दै हुनुहुन्छ र चाँडै उहाँ सफायर बन्दै हुनुहुन्छ। भनेपछि चाहेपछि के हुँदैन, तपाईँहरूको चाहना हुनुपर्छ, बाहना हुनु हुँदैन होइन। अब त्यो भएपछि चाहना भएपछि हामीले जतिखेर पनि गर्न सक्छौँ र यो बिजनेसमा यति सजिलो छ क्या। तपाईँहरूले जस्ट मान्छेलाई हामीलाई कनेक्ट गराइदिनुहोस्, हामी तपाईँको यही बिजनेस गरिरहेछौँ, हामी जतिखेर पनि अभाइलेबल छौँ क्या। तपाईँले जुम मिटिङमा साथीहरूलाई बोलाउनुहुन्छ, जुममा जतिखेर बोलाउनुहुन्छ, संसारको कुनै पनि देशबाट बोलाउनुहुन्छ, बोलाउनुहोस्, बुझाउँदै जाने, सिकाउँदै जाने, एकचोटि बोलाउनुहोस्, दुईचोटि बोलाउनुहोस्। सो त्यस्तो गर्दै गर्दाखेरि टिम ग्रोथ हुँदै 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 जान्छ। त्यसैले गर्दाखेरि आउनुहोस्, मिलेर अगाडि बढौँ। यो अपर्च्युनिटी हो सबैको लागि। हुन त मार्केट एकदम धमिलो छ, तर पनि के छ भन्दाखेरि जहाँ समस्या छ नि त्यहीँ अपर्च्युनिटी छ र सायद धेरै कम्पनीहरूमा साथीभाइहरूले पैसा डुबाएको पनि छन्। र म उहाँहरू सम्पूर्णलाई के भन्न चाहन्छु भन्दाखेरि हामीसँग आउनुहोस्, 3 देखि 5 वर्षमा तपाईँको जत्रो पैसा डुबेको भयो भने तपाईँहरूले यहाँबाट पैसा बनाउनुहुन्छ, सँगसँगै इज्जत पनि कमाउनुहुन्छ, पैसा पनि कमाउनुहुन्छ, लिडरसिप पनि कमाउनुहुन्छ, आफूले आफूलाई डेभलप पनि गर्नुहुन्छ र हरेक कुरा यो रियल कसरी एफिलिएट मार्केटिङ भनौँ अथवा नेटवर्क मार्केटिङ भनौँ अथवा यो बिजनेसलाई होइन डाइरेक्ट सेलिङ भनौँ, यसबाट कसरी बेनिफिट लिने भन्ने कुरा तपाईँले यहाँ बुझ्नुहुन्छ। त्यसैले गर्दाखेरि आउनुहोस्, मिलेर अगाडि बढौँ। जुम मिटिङमा आउनुहोस्, अबको बुधबारको जुम मिटिङमा स्पेसल ट्रेनिङ हुन्छ, तपाईँहरू त्यसमा पनि आउनुहोस्, ट्रेनिङ माथि बस्नुहोस् होइन, त्यो भन्न चाहेँ मैले। सो आजको जुम सेसन एकदमै राम्रो भयो। यहाँहरू सम्पूर्ण कोही पनि निक्सिनु भएन क्या। सबभन्दा म यहाँहरू सम्पूर्णलाई धेरै धेरै हृदयदेखि नै धन्यवाद के दिन चाहन्छु भन्दाखेरि तपाईँहरू 35जना जब जुममा बस्नुभयो नि तपाईँहरू निक्सिनु भएन क्या, कुरा सुनिरहनु भएको छ, बस्नु भएको छ। त्यसले गर्दाखेरि यो एकदमै राम्रो कुरा हो, किन भन्दा बसिरह्यो भने केही न केही कुरा सिकिन्छ नि त। सो योचोटि तपाईँहरू 35जना हुनुहुन्छ, अर्कोचोटि तपाईँहरूले एक एकजना भए पनि मान्छेलाई इन्भाइट गर्नुहोस्। एक एकजना पनि इन्भाइट गर्नुभयो भने अर्कोचोटि हामी 70जना हुनेछौँ होइन। यसरी नै हामी बढ्दै जानेछौँ। त्यसले गर्दा आफ्नो तर्फबाट बेस्ट दिनुहोस्, एकदमै 100% तपाईँहरूको ड्रिम सक्सेस हुनेछ यहाँ, त्यो हामी तपाईँलाई विश्वास दिलाउन चाहन्छौँ। सो आफ्नो आफ्नो तर्फबाट आउनुहोस्, सबैजना ढिला नगर्नुहोस्। यो अवसर अपर्च्युनिटी हो र तपाईँ हामी पाइनियर हो क्या यो कम्पनीको पाइनियर भनेको आज तपाईँहरू स्टार्टिङमाथि तपाईँहरू पिल्लर हो, तपाईँहरू नै हो यो कम्पनीको पिल्लर, जुन स्ट्रङ खम्बा भनिन्छ नि, तपाईँहरू खम्बा हो र तपाईँहरूबाट विशाल भोलिको दिनमाथि टिम बन्नेछ। र त्यो विशाल टिम बन्दाखेरि जति पनि तपाईँहरू यहाँ सिरियस साथीहरू हुनुहुन्छ सबैजना त्यो बेलामा त्यो नेक्स्ट लेभलमा देख्नुहुनेछ, सक्सेस लाइफ बिताइरहेको देख्नुहुनेछ। त्यो खालको सिस्टम हो हाम्रो। सो आउनुहोस्, मजाले मिलेर अगाडि बढौँ। मेम्बर हुनुहुन्न भने मेम्बर बनिहाल्नुहोस्, अगाडि बढ्दै जाउँ, त्यही भन्न चाहन्छु। मैले नि इन्भाइट गरेको छु साथीलाई। वा भेरी गुड सर, राजु सरलाई धेरै धेरै धन्यवाद। ओके साथीहरूलाई ठिक छ। दुबईमा तपाईँहरूले बर दुबईमा हामी अफिस छ, अफिसमा बिहान 10 बजेबाट बेलुका 10 बजे तपाईँ आउन सक्नुहुन्छ। यहाँनिर अफिस छ। आइतबारको दिन तपाईँले 3 बजे हामीले प्रेजेन्टेसन राखेका छौँ, 3 बजेको प्रेजेन्टेसन स्टार्ट गर्नु सुरु हुन्छ, आउनुहोस्। त्यसै गरिकन 5 बजे ट्रेनिङ छ, आउनुहोस्। हरेक हप्ता तपाईँहरूसँग समय छ भने अरू यो फाल्तु कुराहरूमा अरू ठाउँमा जानुभन्दा यहाँ आउनुहोस्। यहाँ आउनुभयो भने 2-4वटा कुरा तपाईँले सधैँ सिक्नुहुन्छ। सो छुट्टीको दिन आउनुहोस्। र दुबईमा जति पनि साथी तपाईँहरू यहाँ जति पनि हुनुहुन्छ, तपाईँहरूको साथीभाइहरू दुबईमा हुनुहुन्छ भने उहाँहरूलाई पनि अफिसमा पठाइदिनुहोस् क्या, अफिसमा गएर बुझ्नु भन्नुहोस्। सो अफिसमा आइतबारको दिन पठाइदिनुहोस्, त्यही भन्न चाहेँ। सो धन्यवाद तपाईँहरूको माया साथ सपोर्टको लागि। यसरी नै जुममा आउँदै गर्नुहोस्, अगाडि बढ्दै जाऊँ। हामीले एकदमै विशाल बनाउँछौँ गोल्डन गेटलाई, त्यसरी अगाडि बढौँ। सबैजनाले 100% र आफ्नो तर्फबाट बेस्ट दिनुहोस्। अहिलेसम्म पनि बेस्ट दिनुभएको छ, अझै आफ्नो तर्फबाट बेस्ट दिनुहोस्। लागि पर्नुहोस्, तपाईँ हामी सबै लागौँ र एक दिन हामीले चाहिँ देव सरले सधैँ भन्नुहुन्छ झन्डा गाड्नुपर्छ भन्नुहुन्छ। एक दिन हामीले गोल्डन गेटको झन्डा एकदमै
सगरमाथामा लिएर पुर्याएर झन्डा गाड्छौँ होइन, त्यो खालको हिसाबले हामी अगाडि बढ्नेछौँ, त्यो भन्न चाहेँ। थ्याङ्क यू सो मच, गुड नाइट। अब हामी अर्को हप्ता भेटघाट गरौँ, किन भन्दा बुधबार चाहिँ हाम्रो सरले ट्रेनिङ दिनुहुन्छ। सो अर्को हप्तामा फेरि प्रेजेन्टेसनमा हुन्छ। सो बुधबारमा पनि सबै मान्छेहरू आउनुहोस्, त्यही भन्न चाहेँ। थ्याङ्क यू सो मच। र आजको जुम मैले रेकर्ड पनि गरेको छु, त्यो म तपाईँहरूलाई पनि पठाइदिनेछु र साथीभाइहरूलाई त्यो पनि पठाइदिनुहोस्, त्यही भन्न चाहेँ। थ्याङ्क यू सो मच। हजुरहरूको साथ र माया सधैँ पाइरहँ यसरी नै है त हजुर। ल, धन्यवाद, गुड नाइट।